के तपाईँ पनि यस्तो सोच्नुहुन्छ कि म असफल भएँ भने के हुन्छ होला, अथवा मेरो भविष्य बिग्रियो भने लोकले के सोच्छन्, मलाई अरूले के भन्छन्, यस्तो कुराहरू दिनभरि मनमा घुमिरहने र अन्तमा के हुन्छ, तपाईँको शरीर थकित हुन्छ, निन्द्रा लाग्दैन, मनमा अनेक तरहका कुराहरू खेलिराख्छन्। तपाईँको त्यो थकाइ दिनभरि काम गरेर मात्र होइन, धेरै सोचेर धेरै चिन्ता गरेर आएको थकाइ हो। यदि तपाईँलाई त्यस्तो हुन्छ भने तपाईँ एक्लो हुनुहुन्न। यो कुरा वास्तवमा हजारौं वर्ष पहिला अर्जुनलाई पनि भएको थियो, महाभारतको युद्ध मैदान कुरुक्षेत्रमा। आज हामी त्यो विषयमा छलफल गर्नेछौँ है त। महाभारतको युद्ध मैदान कुरुक्षेत्रमा जुन कुरा अर्जुन र श्रीकृष्ण बीच भएको थियो त्यो आजको समयमा एकदमै रेलेभेन्ट छ। आजको ओभरथिङ्किङ र एङ्जाइटी जति पनि हामी बीच छ, त्यो बेलाको महाभारतको श्रीकृष्णको भनाइ यति धेरै रेलेभेन्ट लाग्छ मलाई। म आज त्यो बारेमा मैले जे बुझेँ महाभारतमा पढेर, देखेर, बुझेर, सुनेर, आज त्यो कुरा आजको समयको रेलेभेन्ट कसरी छ त्यो बारेमा हामी कुरा गर्छौँ। श्रीकृष्णले अर्जुनलाई के भन्नुभएको छ भने, तिमीलाई काम गर्ने अधिकार छ, तर त्यसको फलको आशा गर्ने अधिकार तिमीमा छैन। त्यसको वास्तविक अर्थ के हो त? यसले ओभरथिङ्किङ र एङ्जाइटीलाई कसरी रिलेट गर्छ होला? सुनौ है त। तपाईँ एकैछिन कल्पना गर्नुहोस् त, युद्ध सुरु हुन लागिरहेको छ, दुई पक्ष आम्ने सामने छन् र बीचमा उभिएको छ एक महान योद्धा अर्जुन। कस्तो महसुस भएको होला उसलाई? अचानक उसको हात काँप्न थाल्छ, मन घबराउँछ। उनले धनुष तल राख्छन्। किन? कि उनलाई युद्ध गर्न आउँथेन र? आउँथ्यो, उनी त प्रखर योद्धा थिए, उनमा शारीरिक बल पनि थियो, तर उनको मनमा चैन थिएन। उनलाई के लागिरहेको थियो कि मैले यदि लडेँ भने के हुन्छ, मेरो सारा परिवार नष्ट हुन्छ, यो निर्णय गलत भयो भने मलाई लोकले के भन्छ, महान योद्धा अर्जुन आफ्नै भाइ मार, आफ्नो भाइलाई मारेर राजगद्दी लिने। ध्यान दिनुहोस् त, यो डर अर्जुनमा युद्धको डर थिएन, यो डर भविष्यको परिणामको थियो। ठिक त्यस्तै आज हामी महसुस गर्छौँ। हामी के गर्छौँ? हामी रिजल्ट कन्ट्रोल गर्न खोज्छौँ, फ्युचरलाई प्रेडिक्ट गर्न खोज्छौँ, हामी पर्फेक्ट आउटकम चाहन्छौँ। तर समस्या के हो भने रिजल्ट कहिले पनि हाम्रो कन्ट्रोलमा हुँदैन। तपाईँ इन्टरभ्यू दिन जानुहुन्छ, तर रिजल्ट तपाईँको कन्ट्रोलमा छ त? छैन नि। तपाईँ रिलेसनसिपमा हुनुहुन्छ, आफ्नो 100% दिनुहुन्छ, तर आउटकम तपाईँको कन्ट्रोलमा छैन। अनि के हुन्छ? हामी के सोच्न थाल्छौँ भने, यदि मेरो इन्टरभ्यूमा म फेल भएँ भने, अथवा मेरो पार्टनरले मलाई धोका दियो भने, प्लान बी के हो त? वर्स्ट केस सिनारियो के हो त? यस्तै यस्तै धेरै कुरा सोच्दा सोच्दै हामी थकित हुन्छौँ र हामी एक्सन लिनै सक्दैनौँ। त्यो इन्टरभ्यू हामीले एटेन्ड गर्नै सक्दैनौँ। हामी रिलेसनसिपमा अगाडि बढ्न सक्दैनौँ, किनकि हामी वर्स्ट केस सिनारियो मात्रै सोचिरहेका हुन्छौँ। कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, अथवा यसको सरल अर्थ के हो भने, तिमीले केवल आफ्नो कर्म अथवा एक्सनमा ध्यान देऊ, फलको आशा नगर, रिजल्टको आशा नै नगर। यो केवल एउटा मोटिभेसनल लाइन होइन, यो एउटा डिप साइकोलोजिकल प्रिन्सिपल हो। जब तपाईँ रिजल्टमा फोकस गर्नुहुन्छ, तपाईँलाई के हुन्छ? एङ्जाइटी बढ्छ। ओहो, रिजल्ट बिग्रियो भने, किनकि हाम्रो ह्युमन माइन्डसेट जहिले पनि नेगेटिभ थट्सतिर मात्रै जान्छ। मोस्टली रिजल्ट बिग्रियो भने हामीमा एङ्जाइटी बढ्छ, फियर फ्याक्टर बढ्छ र ओभरथिङ्किङ सुरु हुन्छ। तर जब तपाईँ एक्सनमा फोकस गर्नुहुन्छ, कर्ममा फोकस गर्नुहुन्छ, के हुन्छ? माइन्ड प्रेजेन्टमा आउँछ। ओके, म अहिले के गरिरहेको छु, वर्तमान क्षणमा म के गरिरहेको छु, क्ल्यारिटी आउँछ, कन्फिडेन्स बढ्छ। मलाई यो काम गर्नु छ, मेरो रेस्पोन्सिबिलिटी हो, मैले जागिरको लागि इन्टरभ्यू दिने, अथवा मलाई यो रिलेसनसिपमा बस्नु छ, म बस्छु, वाट एभर विल ह्यापन। जस्तै हाम्रो यो अहिले सोसियल मिडियाको कन्टेक्स्टमा कुरा गरौँ है त। जस्तै तपाईँलाई एउटा भिडियो बनाउन मन लाग्यो, मैले अहिले जसरी बनाइरहेको छु, युट्युब भिडियो अथवा टिकटक भिडियो, फेसबुक रिल,
इन्स्टाग्राम रिल। तर मनले के भन्छ, यदि भ्युज आएन भने, यत्रो दुःख गरेर कन्टेन्ट त बनाएँ तर भ्युज आएन भने, अरू कसैले क्रिटिसाइज गरे भने, कसैले नराम्रो कमेन्ट गरिदिए भने, रिजल्टमा फोकस गर्दा के हुन्छ, तपाईँ भिडियो बनाउनै सक्नुहुन्न, तपाईँलाई त्यो कन्टेन्ट आफूलाई मनमा लागेको कुरा भन्नै सक्नुहुन्न। मलाई पनि भएको छ 2-4 पटक। तर आफूले आफूलाई मोटिभेसन गर्ने, तर एक्सनमा फोकस गर्यो भने के हुन्छ त भने तपाईँको कन्सिस्टेन्सी बिल्डअप हुन्छ। तपाईँलाई केही मतलब छैन, मलाई मेरो कन्टेन्ट बनाउनु छ, गाइडलाइन्समा रहेर मलाई मेरो कुरा भन्नु छ, मलाई भिडियो बनाउनु छ, वाट एभर ह्यापन विल ह्यापन। मन पराउनेले मन पराउँछन्, नमन पराउनेले मन पराउँदैन। अर्को एउटा एकदमै इम्पोर्टेन्ट उदाहरण मलाई पनि भएको थियो सानोमा, स्कुल पढ्दा। मोस्टली स्कुल स्टुडेन्ट, कलेज स्टुडेन्ट एक्जाम दिन लाग्दा जब हामी रिजल्टमा फोकस गर्छौँ, एक्जाम दिने हलमा गएर जब हामी रिजल्टमा फोकस गर्छौँ, ओहो म फेल भएँ भने के हुन्छ, एङ्जाइटी बढ्न थाल्छ। त्यसपछि के हुन्छ, माइन्ड ब्ल्याङ्क, के पनि आउँदैन, लेख्नै आउँदैन। त्यसको एन्सर के हो थाहा छ, पढेर गएको छ, तर लेख्नै आउँदैन। तर एक्सनमा फोकस गर्नेले के गर्छ, आज म पढ्छु, काम माइन्डले बेटर पर्फर्मेन्स गर्छ। म पढ्छु, म लेख्छु, एक्जाम हलमा पुगिसकेपछि मलाई जे आउँछ यसको एन्सर म लेख्छु, मिले मिल्छ, नमिले मिल्दैन, मलाई जे आयो त्यही लेखेँ। मेरो 100% दिने हो नि त मैले। उसले खोजेको 100% के हो त हामीलाई के थाहा। मैले मेरो 100% दिने हो, अरूले खोजेको 100% दिने होइन। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा गरौँ है त। यसको मतलब हामीलाई के रिजल्टको मतलबै छैन त? हामी आउटकमलाई फोकसै नगर्ने त होइन। मतलब छ हामीलाई, रिजल्टको मतलब छ हामी आउटकमलाई फोकस गर्छौँ, तर अट्याचमेन्ट बिना। यहाँनिर एउटा डिफ्रेन्स बुझ्नुहोस् है। रिजल्टलाई फोकस गर्छौँ हामी, तर डिट्याच भएर, अट्याच भएर होइन। केयर गर्नु, आफ्नो रिजल्टको केयर गर्नुपर्छ, त्यो हेल्दी कुरा हो। तर रिजल्टलाई कन्ट्रोल गर्न खोज्नु एङ्जाइटी। रिलेसनसिपमा पनि त्यही हो। तपाईँ एकअर्काको केयर गर्नुहुन्छ, यु विल ह्याभ अ हेल्दी रिलेसनसिप। बट इफ यु ट्राई टु कन्ट्रोल एङ्जाइटी, ब्याड अनहेल्दी रिलेसनसिप। तपाईँ आफ्नो बेस्ट दिनुहोस्, आफ्नो 100% दिनुहोस्, रिजल्ट आउटकम जे आउँछ एक्सेप्ट गर्न तयार हुनुहोस्। यही नै वास्तवमा रियल फ्रिडम हो। अब आजदेखि तपाईँले के गर्ने त, डेली मन्त्र बनाउनुहोस्। तपाईँले कुनै मन्त्रको जप गर्नुहुन्छ, ओम नमः शिवाय, ओम नमो भगवते वासुदेवाय, ओम गम गणपतये नमः, ओम सूर्याय नमः, जे मन्त्रको जप गर्नुहुन्छ त्यस्तै गरी अर्को एउटा मन्त्र छप्नुहोस्, म एक्सनमा फोकस गर्छु, रिजल्टमा होइन। म आजदेखि कर्ममा फोकस गर्छु, फलमा होइन। डेली जब अब माइन्डले ओभरथिङ्क गर्न थाल्छ नि, यो कुरा आफूलाई बिस्तारै सोध्नुहोस् कि के यो कुरा मेरो कन्ट्रोलमा थियो। फर एन इक्जाम्पल, तपाईँलाई कसैले धोका दियो, के यो कुरा मेरो कन्ट्रोलमा थियो? म फेल भएँ, के यो कुरा मेरो कन्ट्रोलमा थियो? यदि तपाईँले राम्रोसँग पढ्नु भएको थिएन भने तपाईँको कन्ट्रोलमा हुन सक्थ्यो। त्यसैले एक्सनमा फोकस गर्नुहोस्, पढाइलाई फोकस गर्नुहोस्। त्यसपछि तपाईँले आफ्नो 100% दिँदा पनि आएन भने इट्स नट युर मिस्टेक। तपाईँमा जति छ त्यति नै आउँछ। तपाईँले यस्तै साना साना प्रयासहरू गर्ने हो, स्मल एक्सन्स। पर्फेक्ट प्लान बनाइसकेपछि मात्रै म ओभरथिङ्किङबाट बाहिर आउँछु भनेर सोच्नु पर्दैन। यु डोन्ट निड पर्फेक्ट प्लान, स्टार्ट विथ स्मल एक्सन्स। महाभारतको युद्धमा पनि अर्जुनले अन्त्यमा के गरे, उनले क्ल्यारिटी पाए र उनी एक्सन लिन तयार भए र उनले जिते पनि। त्यस्तै तपाईँ, हाम्रो जीवन पनि एउटा युद्ध नै हो। भला त्यो बाहिरी युद्ध होइन होला, भित्री युद्ध। अब आज तपाईँले निर्णय गर्नुपर्छ कि म सोचिरहन्छु कि एक कदम अगाडि चाल्छु। विचार गर्नुहोस्।
यदि यो भिडियोले तपाईँलाई केही न केही हदसम्म मद्दत गर्यो भने लाइक गर्नुहोस्, आफ्नो साथीहरूलाई सेयर गर्नुहोस् र माइन्डफुल संवाद विथ बबीलाई सब्सक्राइब गर्नुहोला, ताकि हामी यस्तै एन्सियन्ट विजडमलाई मोडर्न लाइफसँग कसरी जोड्ने भन्ने आगामी भिडियोहरूमा पनि ल्याउन सकौँ। अब आगामी भिडियोमा योभन्दा पनि इन्ट्रेस्टिङ कुराहरू लिएर आउने नै छौँ। त्यति बेलासम्मको लागि नमस्कार, स्वस्थ रहनुहोला।